माथि पुरै त्यो मिसिनले बाटो बनाइरहेको रहेछ गाइजहरू। सानो बाटो थियो दिन त दियो चिप्लिने बाटो थियो क्या। ल ल यहाँ पनि हो दाइ बिस्तारै बिस्तारै धेरै रेस नदिनु बिस्तारै बिस्तारै आउनु न। रेस दिने होइन क्या यस्तोमा धेरै धेरै रेस भएपछि बाइक बनाउँदै घुम्छ क्या। तपाईँको अपडेट पुरै साह्रो छ बाटो। साइलेन्सर दामी यार। अत्था अस्ति यस्तै भयो नि दाम दिए कस्तो त हिजन दाइ थियो क्या ठ्याक्कै स्पिड दिउँ भनेको न्युटनमा झर्दिएर क्या बाइक खालि न्युटनमा झर्छ कि के भएको यो छि बिल्ला भइहाल्यो नि यार। ऐना त पुरै लुज भयो नटेजहरू नटाला त भयो क्या ऐना चुना लाग्दिएर छोडिदिउ माथि निकाल्यो मेरो माथि छ है त्यो बाइक चाहिँ अफ गरिदिनु न चाहिँ लडिदिएर क्या कस्तो मिसिनमा टाउको छ त्यो चाहिँ अन्दाज है। हेलो वेलकम टु द माई ब्लग। आज चाहिँ हामी टाढीदेखि यस्तो सर्ट राखेर जाँदैछौँ साथीहरूसँग होइन। एङ्गल कस्तो आइरहेको छ भने चेक गरेर हेर्नु बाटो चाहिँ धुलो धुलो एकदम अफरोड छ। 3 घन्टा कस्तो हुन्छ आजको राइड भन्दा नि यस्तो फ्रेस हुन जानु लाग्यो। अब खासै आज घाम लागेन त्यही भएर हो यता केटाहरू कम गरिसक्यो। तलबाट जाने भने चाहिँ फर्किनु पर्ने हुन्छ। तल पर्खिरहेको छ होला केटाहरू चाहिँ म तल आइरहेको त्यही भएर फोन गर्नुहुन्छ तल सम्झाइहाल्यो। त्यतिखेर दाइहरू यहाँनिर इजन दाई हेलो इजन दाई कताबाट जाने भन्छ हामी टाढै जाने ढिल जाने भने खासमा एउटा सुनि काठमाडौँ जाने हुन्छ आज। जान्छु तर जाने भाइ एकछिन पर्खौँ ल मलाई पर्खिनु एकछिन। भर्खर चाहिँ आइपुग्दैछ स्कुटी त अलि भ्याउन गाह्रो हुन्छ गाइजहरू त्यही हो। हामीले सुन्ता खाना आइपुग्यौँ अहिले। खाली हुँदैन त कस्तो नानी उतामा झरेको हुन्छ। सबै एउटै गाउँको दाजुभाइहरू हो त्यस्तो टाढाको होइन जस हामी एउटै गाउँको हो दाइहरू सबै दाइ म मात्र यहाँको दाइ सब दाइहरू एउटै छ। माथि तारेभिर डाँडा हो जाने भनेर चाहिँ मान्छे दाइहरू त माथि चाहिँ तारेभिर डाँडा मैले तारेभिर त्यताको टाटावारको जाने त्यो धुलो बाटोमा जाने होला त्यति गएको थिएँ कि ठिकै हो तर यो बाटो रमाइलो छ। त्यो तारेभिरले ठाउँ जानु लागेर तर बाइकले तान्दैन भन्ने हो स्कुटीले
बाइकले त तान्नै हाल्छ नि सिलिपिक तान्दैन कस्तो त बाटो तातेर सिकाइदिनु पर्दैन नि यहाँ घाम लाग्यो है बाटो के हो रमाइलो हुन्छ त यहाँ आएर घाम तातेर अँध्यारोमा बसेर उज्यालो आउँदा कस्तो फिल हुने क्या युजेन दाइ हेलो के छ भ्लगमा हेलो भनिदिनु न दाइ दाइ लजाउनु भयो उकालो चाहिँ थारै रहेछ स्कुटीलाई चाहिँ गाह्रै पर्छ गाडी छ गाह्रो पर्छ के गर्ने दाइ खोइ कहाँ जाने भनेको खासमा होइन त्यो माथि तारे भिर जाने जाउँ न त नत्र के चाहिँ यत्रो आइसकेपछि त होइन दाइ त्यही त हो नि मासला डाँडा यहाँ चाहिँ आलु गोडी रहेछ नि गाई चाहिँ त्यो यहीँबाट फर्किने भनेको के गर्ने त जाऊँ न अब आइसकेपछि के गर्ने त होइन जाने माथि बसेर चिया चिया खाएर फर्किने नि ल जाने हिँड्नु दाइ हिँड्नु सब अगाडि पठाउनु पर्छ अनि पछाडिबाट बुझ्नुपर्छ यसो भयो भनेर मैले अगाडि सिँगै हिँड्यो भन्दा मजा आउँदैन नि त गाइसहरू कस्तो हुन्छ भन्ने कुरो होइन उकालो चाहिँ ठाडै जस्तो लाग्यो मलाई त्यता चाहिँ म पनि फर्स्ट पाण्डे नि फर्स्ट टाइम मलाई क्या त अनि यहाँ फर्स्ट टाइमै हो बाटो चाहिँ धेरै नै उकालो जस्तो लाग्छ तर यहाँ सचिन्दाले युजेन्दाले बोक्न लाग्यो हुन्थ्यो कि स्कुटीले तान्दैन नि उकालो त अफरोड राइड हुनेवाला छ गाइडहरू हाम्रो चाहिँ कुदै त्यही हो अब बहिनीहरू राम्री बहिनीहरू राम्री सानो बहिनीहरू जित्काइदिएको है गाइडहरू 9 नम्बरको होला अनि उकालो खाएर रहेछ यार बढी स्पिडमा तान्छ हो नयाँ बाइकले भन्दा ग्यार नगरी एउटैले क्या पाण्डु स्लोमा तानिरहेको बाइकको चाहिँ गियर झारिहाल्नुपर्छ क्या गाइडहरू यदि उकालोमा यस्तो हुन्छ नत्र हाई गियरमा हिँड्यो भने तारो बाइकै तान्दैन क्या हाई गियरमा छ भने चाहिँ गियर झारिहाल्नुपर्ने हुन्छ हिँड्नु त अब सर्ट बाइक हाम्रो गाउँ गाउँको जस्तै फिल हुने रहेछ हाम्रो गाउँको बाइक पनि त्यस्तो त हो नि अब अफरोडको फिल लिदिनु न छैन पाण्डु गाडी नगयो भने त्यही माथि धुलै धुलो खाँदै हिँड्ने गाउँ नगयो कि खाँदै धुलो खाँदै जाने हो एकदमै बाइक चाहिँ दिन्छ तर गाडी चाहिँ होसियार हुनुपर्छ ड्युटी बालो भएको ठाउँ छ भने चाहिँ पुरै होसियार हुनुपर्छ राम्री बहिनीहरू हाम्रो क्लासमा त हो यस्तो मैले सिकिन्छ क्या ग्यास मेन गरेर अस्ति म के चाहिँ हुँदो रहेछ दाइ लड्यो भने क्या बिहान पाण्ड्यो अनि मलाई दादा भनेर के नै हुन्छ रहेछ लडिन्छ होला उठेर चलाइदियो क्या जब पारेर कस्तो चाहिँ हुँदछ भने बाइक त पल्लक्कै घुमिदिरहेँ म पनि भुइँमा चिसै अहिले कमेडी लागिरहेको थिएँ मलाई त्यो रातिखेरि दादा भनेर अन्किरहेको थियो हेर्न सक्नुहुन्छ गाइस यु क्यान सी लुक एट द भ्यू आजको भ्यू चाहिँ यस्तो छ होइन जङ्गलको नजिक चिसै छ माथि चाहिँ साह्रै धेरै हो नि त अब स्वाट हाम्रो साथी त्यो पछाडि बसिरहेको चाहिँ हाम्रो गाउँको मेरो बच्चा साथी हो सँगै मामाको छोरा भनौँ न दिदी हामी गाउँको अनि ऊ आएको छ अनि यसो उसलाई पनि रिप्लेसमेन्ट हुन्छ काठमाडौँमा भेटाइदिउँ न भन्ने विचारले चाहिँ हामी त्यहाँ आउँदैछौँ ल बाटो छैन क्या हो यार बाटो छैन जस्तो छ हजुर टफ भने जस्तो लाग्यो मलाई त्यो बाटो बनिरहेको रहेछ यहाँ चाहिँ गाइडहरू बर्खामा चेक पनि टफ हुन्छ नआउँदा हुन्छ है
10 बाइकहरू छ भने मात्र हो यहाँ हान्ने नत्र दोजनमा ठोकिरहेको त्यो बाइक चाहिँ अफ गरिदिनु न चाहिँ लडिदिँदा क्या कस्तो मिसिनमा टाउको ठोक्की चाहिँ अन्दाज यार सिट भयो तल लागिरहेको थियो कि सिद्धिन्छ क्या सिद्धिन्छ कि गाइजहरू त्यो माछै मारेर के भयो पानी सिधा अड्काइतिर क्या यस्तो त हान्नु परिहाल्यो नि अफ रोड दाइ चोट लाग्यो झन्नै मिसिनले चेप्दैन यार है हेर्नु त टाउको हेलमेट भएर मात्र तपाईँको मिसिनतिरै ठोकिरहेको रहेछ यहाँ सब माटै माटो भएछ गाडीलाई माटोमा चढ्दै चढाउनु त्यो चिप्लिन्छ क्या दाइ माटोमा अलिक रेस्ट दिनुपर्छ हल्का त्यस्तो पार्ट हाल्नु हुँदैन फेरि टाइटो हुन्छ हेर्नेहरू छन् धेरै होइन त्यही हो कहिले काहीँ तलली जान्छ त्यही हो अब बाटोमा चाहिँ पुरै चाहिँ मिसिनको बाटो बनाइरहेको रहेछ गाइडहरू सानो बाटो थियो दिन त दियो चिप्लिने बाटो थियो क्या ल यहाँ पनि हो ओ दाइ बिस्तारै बिस्तारै धेरै रेस नदिनु बिस्तारै बिस्तारै आउनु न रेस दिने होइन क्या यस्तोमा धेरै रेस भएपछि बाइक खनाकै घुम्छ क्या त्यो ल्याउने हो दाइ धेरै रेस नदिए आउने क्या रेस दिने खनाकै घुम्छ स्कुटी फेरि त्यो हाइटेन भनेर बाइक त्यो आज कन्टेन्ट निस्किन्छ क्या पाण्डु दाइहरूले गरेको कन्टेन्ट निस्किन्छ क्या यार यो सेफ चलाउनु भएको यार फेरि साथीको पछाडि बस्छ साथीको टाउको पुरै गएको छ क्या केसहरू पहिला एक्सिडेन्ट भएर यसपछि टाउकोमा 40 टाका लाखा त्यही भएर डर लाग्छ धेरै राम्री बहिनीहरू हेलो रे यतिकै चाहिँ हुनु पऱ्यो क्या यार बाटो त रफ रहेछ त्यही भएर उताबाट आएको हुन्छ क्या बरु मैले नि गियर हाइमा उठाइदिएको चढ्दैन के तर चढ्छ यहाँबाट त दुईमा हालिदिएको चढ्छ कि भनेर नचढिरहेको के छ गाउँमा यो भन्दा कस्तो कस्तो रफ बाटो हुन्छ तर त हिँड्छ त्यति त के होइन यहाँ उठेर चलाउने नि यस्तो बाटोमा त्यही पछाडि राखेर तर बाटो त रफै रहेछ यार हाम्रो दाइहरू त गाह्रै हिँड्ने पहिला लामु क्या चिन्दिरहेको Oh my God त्यही त गाह्रो मैले त्यही भएर उताको बाटो आउने भनेर सोचिरहेको थिएँ क्या दाइ हजुर त्यो माथि डाँडा छ नि निस्किने हो त्यो बाटो के हो तान्दैन त मेरो बाइकले नि साह्रै रहेछ उकालो अनि यहाँ निस्किन्छ कि यस्तोमा बाटो त्यही भएर मैले दक्षिण पौवा जाउँ भनेको त लास्टमा राम्रो थियो त्यहाँ बाटो अब रात पऱ्यो भने नजाउँ भनेको विकेन्डलाई त कहाँ माथि सक्नु भएछ यार हाम्रो बुढो त तर बुढोको हेलमेट पनि स्क्याच भइरहेछ त्यो मेसिनमा टाउको झन्डै ठोकाने हेलमेट भराउनु त सेफ भयो दाइहरू पनि बिस्तारै डर लाग्छ कि हामी पनि झन्डै लडेको नि यहाँ
बाटोमा त्यसरी जाने हो क्या यता एउटा झारेर जानुपर्छ गऱ्यो पनि बाइक चाहिँ कन्ट्रोल हुन्छ बाइकहरू साह्रै कालो रहेछ यार जस्तो बाइकहरू त पारै पुग्दैन क्या धेरै बेसी राम्रै छ होला जानु जियो आइरहेको छ यस्तो बाटोमा धन्दामा साह्रै रहेछ निकालो त है तर इन्जन लाइटै पोक्यो हुन्छ क्या अफरलाई स्कुटीलाई लोड बढी भयो नि यार यस्तो उकालोमा धन्दा बालिक स्कुटी कन्डिसनमा राखेर रहेछ यस्तो उकालो पनि तानिरहेछ बाइकलाई त्यहाँ पावर पुग्दैन त्यही पऱ्यो भने एकमै नै हुनुपर्ने सिचुएसन छ बाटो यताको छ आएर रहेछ है दाइ रेसै नपुग्ने यार दाइ त यस्तो बाइकले ठेलतिर दाइलाई अनि बाइकको स्कुटी धन्न कन्डिसनमा रहेछ तान्यो दुईजना लिएर थाहै रहेछ नि उकालो त यो त केही उकालो होइन पहिला कस्तो थियो यो त अहिले राम्रो रहेछ उताको बाटो राम्रो थियो कि मैले चाहिँ उताबाट आऊँ भनेको थिएँ कि उता पनि लास्ट अडिट छ अस्ति भर्दै गर्छ ऊ त्यहाँ तलसम्म चाहिँ बिग्रिएको छ थोरै अनि त्यो घरको छेउमा अलिकति उकालो छ क्या ल जमाई आन्टीहरू बिहे खाना जमाई आन्टी जान बिहे खाना बिहे खाना जाउँ यस्तो बाटोमा ट्याक्सी लिएर आउनु भएको छ आन्टीहरूले बाइकलाई मलाई पनि थाहा छैन दिदी फर्स्ट टाइम हो बाटो यस्तो छ ट्याक्सी लिएर आएको आउँदा चाहिँ के हो यार जिन्दगी कालो रहेछ गाइजहरू ट्याक्सीले हिँड्नु धुलो समय छ अब के हुन्छ क्या बाइक कस्तो न्युट्रलमा झर्छ क्या दाइहरू गइसक्यो के हो यार कुद्रै छ त बाटो त हाम्रो गाउँ पनि बढी त्यो उकालो छैन है पाण्डे सयपुको उकालो छ कि कुन बाटो अब कुन बाटो के होला यो त होला नि होइन त्यहीँ भएछ के भएको मेरो बाइकले त दुईमा त पावरै दिँदैन यार पावरै नपुग्ने कस्तो अलि बाटो चाहिँ लडाइ जस्तै होइन त्यही हो मेरो बाइक त अस्ति भर्खरै सर्भिसिङ गरेर गर्ने त तर आवाजै कस्तो छ कि घर तान्दै तान्दैन यार उकालोमा त के भएको होइन तान्न त तान्छ तर मलाई एकमा चलाउनै झ्याउ लाएर हाल्दिनँ क्या आवाज सुनेर चाहिँ घर त्यस्तो भएको नतानेको चाहिँ भएको कुदाहरू त पुगिहाल्छ नि कुद्दा त यही बाटोमा तल झरेको भ्लग थियो कि मैले हेरेको त्यो त मान्छे जुन केटाहरू रस खाएर क्या मकै बारी पुगेर अब कता गयो त त्यही त होला नि बाटो कति नाग्यो है हामी त्यस्तो पछाडि परिन्छ हेर न आउँछु एकमा त कस्तो आवाज आउँछ क्या भ्या पारेर कुद्न लाग्यो जस्तो लाग्छ क्या आफूलाई नि दिने कुद लाग्छ त्यही भएर मजै लाग्छ एकमा चलाउनु
ल कहाँ पुगेको छ छैन त दाइहरू त यति टाढो हिँड्छ टप हो दाइहरू माथि आउँदा टाढेहरू दाइहरू कहाँ पुग्यो यार भेटेन त हाम्रो त उता अगाडि यतै के किन्न गएको दाइ बाइक खै कता हो मलाई पनि थाहा छैन टिकटक बनाउने काम भइरहेको हामी चाहिँ त्यही तलबाट आएको डाँडा त कस्तो उकालो छ आज त्यो हुस्से लाएर भिड राम्रो देखेन होला क्या आन्टीहरू भिडियो बनाउँदैछ हेलमेट पनि घसेछ नि दाइको थोरै के ग्रिच हो के साह्रो राम्रो हो ल जाऊँ दाइ सारा लेकतिर गाइसहरू हामी त लेकतिर गयो लेकतिर तारेको लेकतिर तर बाइक चाहिँ पिकअप लाग्यो जस्तो भइरहेको छ क्या मलाई फेरि यस्तो बट्टा पनि कुद्दैन कस्तो यो त भिरालो रहेछ है आउने क्या चाहिँ ओह्रालो के पानी आउँदा त पुरै लाल जस्तो हाम्रो गाउँ भन्दा नि भिड जस्तो लाग्यो त पानी मलाई त हाम्रो गाउँमा यस्तो छैन यार चाहिँ हाम्रो भन्दा भिड हो र कुरो राम्रो लाग्छ र फोन राखेर चाहिँ त्यहाँ गइहाल्छ क्या तल तानिदिन्छ हौ त सकेर गाइस देखो ये नजारा देखो ये नजारा कहाँ देखने को मिलेगा देखो बाटो पनि सानै छ एकदम गाडीहरूलाई त वान वे नै भन्नु न कस्तो हुन गाडी आएको बाटोदेखि जाते लेख्न सक्नुहुन्छ तल sunburst clouds view like डाँडामा हामी यतै बस्नु यहीँ दाइ तल तलै जानुपर्छ जता जता जाऊँ भन्छु नि त्यता त कुन जाने नि भाइहरू त ल ल दाइ भन्नु परिहाल्छ होइन दाइ अब भाइ भएपछि दाइको कुरो मान्ने पऱ्यो त्यो गाई झोरा दाइहरू कता जाने भन्छ त्यता जाने चाहिँ हामी यहाँ 3 जना चाहिँ फर्स्ट हामी हो यो डाँडामा एकसँगै आएको छैनौँ हामी खै त अनि यहाँ माथिको हिँडेछ नि अब पुरै साह्रो छ बाटो साइलेन्सर दामी यार अथ अस्ति यस्तै भयो नि डान्डी कस्तो त हिजो दाइ थियो क्या ठ्याक्कै
स्पिड दिउँ भनेको न्युटनमा झर्दिएर क्या बाइक खालि न्युटनमा झर्छ कि के भएको यो छि बिल्ला भइहाल्यो नि यार ऐना त पुरै लुज भयो नटै झऱ्यो नटाला त भयो क्या ऐनै चुना लाग्दिएर छोडिदिउ माथि निकाल्यो मिलाम्रो नाचेछ है लड्दिएर दुईकै लाग्दैन हो यो अगाडिको त यार ए निकाल्नु भनेको निस्किँदैन फेरि अब छिटो कस यो नटाइ हाल त अहिले उता चिप्लिएर क्या त अहिले हालौँला उता ऊ हेर्नु त्यहाँदेखि चिप्लेर आएको नट बोक्यो खाली न्युटनमा झर्छ कहाँ राख्ने राख्ने बाटो चाहिँ रिक्सै छ गाई छ अरे यार यहाँ खुट्टै दाम दियो हेर्नु न साइलेन्सरले मेरो अब ऐना पनि भाँचिहाल्यो भाँच्नु त भाँच्यो नि नट लुज भयो अब के गर्नु त्यसलाई अब घर घर लुज कस्नुपर्छ हुँदैन होला त्यो पाण्डेमा भाँचेन यहाँ आइदियो नि साइलेन्सरले पोलेको छिस्छ पावरै नपुग्दिरह क्या दाइ त्यो रेस दिउँ भन्छु रेसै नपुग्दिरह क्या टाके नाग्नु ह्यान्ड ब्रेक लाउँछु लाग्दै लाग्नु के हुन्छ खुट्टालाई भ्याउने होइन क्या सरर पछाडि सर्दिएर हुन्छ पाण्डु हो त्यतिकै हालिराख्देऊ न भरे घर घर कस्दिउँला अब भन भने 500 चुना लाग्छ 2 ऐनाको हुन्छ हुन त हुन्छ लुच्ची हुन्छ छोडिदेऊ लुजम मेरो जस्तै भएछ ठ्याक्कै अब मेरो जस्तो भइरहेछ क्या होइन त यो पिकअपै दिइराख्ने क्या त्यत्रो बटा चाहिँ पावरै पुग्दैन क्या पछाडि सर्दिएर बाइक सरर माटै माटो भयो पछाडि कहिले काहीँ हुन्छ यस्तो पाउ पाण्डु चाबी लिएर आऊ त तिमी छौ नि त यसो हामी चाहिँ अब यहाँ बस्छौँ एकछिन अनि खाजा खाएर फर्किन्छौँ हेर्न सकिन्छ डाँडा के छ म्यान लड्दै लड्दै यहाँ आइपुग्छ कि क्या पोल्यो यार सानो मात्र पोलेछ पोल्न चाहिँ